वरिपरि जताततै देख्छु मेरो क्रेज आज भोलि र्याप हाने हल्लाइरहेको छु देश महँगो छैन तर दामी लाउँछु ड्रेस ट्याटु हाने नाक छेडे बौला जस्तो केस मेरो के कुरा गर्नु आफ्नै बारे काम धन्दा छैन हल्ले हिँड्यो गाँजा Hey buddy, what's up? Very fantastic good morning and के छ खबर स्पेशली आज हामी कहाँ जान लाग्छौं त है अब स्कुटी किनेर मात्र भएन अब पूजा सुजा पनि गर्नु पर्यो है फेरि पूजा गरेपछि अब जे पनि हुन्छ राम्रै हुन्छ हैन अब मैले यो बाइक किनेको समथिङ 3 वर्ष भइहाल्यो मैले पूजा गराएको हैन अहिलेसम्म त्यस्तो म नपुगेको ठाउँ कहाँ छ भन्नु म यो बाइकमा नपुगेको ठाउँ कहाँ छ तर पूजा गराएर होला सायद हैन अहिलेसम्म त्यस्तो नराम्रो केही घटना घटेको छैन के त्यही भएर हैन अब यो स्कुटीको पनि पूजा गराउनलाई हामी त्यहाँ बाजेको पण्डित बाजेको घरमा जान लाग्छौं दिदी चाहिँ यहाँ स्कुटी निकाल्दै हुनुहुन्छ म चाहिँ यहाँ छु अब एकछिनमा जान्छौं होला या यु आर अ राइडर लेडी राइडर हो त तपाई त के रे लेडी राइडर हेलो गाइस गुड मर्निङ हेलो गाइस म यहाँ चाहिँ स्कुल बसिरहेको छु अब मेरो भाइले ल फाइनल गाइज है जस्ट भर्खर मात्र हामी यहाँ बाजे घरमा पुग्यौँ अन्त बाजे चाहिँ उहाँ हुनुहुन्छ दिदी चाहिँ यहाँ हुनुहुन्छ स्कुटी यहाँको अब पूजा गर्न सुरु गर्नुपर्छ हामीले ल फाइनल गाइज है बाजेले पूजा गर्दै हुनुहुन्छ फिलिङ गुड भएर टाढाबाट हेर्दाखेरि त बबाल देखेछ बबाल बवाल देखिरहेछ दक्षिणा पनि राख्यो सब सुट छ वाउ कति राउन्ड लगाउनु पर्छ ल ल ल मतिर बनाए नारियल पनि फुटाइयो ल बाजेले पहेँलो टिका लगाइदिनु भयो किन भन्दाखेरि हामीलाई जुठो परेको छ नि त रातो टिका लगाउन मिल्दैन त्यही भएर पहेँलो टिका लगाएर काम सराइयो ल छ लड्डु पनि खाइने हो फाइनल गाइज है अब पूजा सुजा भ्याइयो होइन बाजे सबै भ्याइयो स्कुटी पनि चम्कियो अब आजदेखि अब यसमा हाम्रो अब नयाँ राइड हुन्छ होइन त्यही भएर अब भगवान्ले रक्षा गरून् होइन मजासँग काहीँ त्यस्तो नराम्रो केही नहोस् है पूजा सुजा गरियो अब चाहिँ हामी घर फर्किनुपर्छ ल चाहिँ अब यो भिडियोलाई मैले यहीँ एन्ड गरेँ है किप वाचिङ माई भिडियो थ्याङ्क्स फर वाचिङ एन्ड बाई